अर्जेन्टिनाले योपालि जित्दैन। जितेको हो नि त लास्ट इयर जितेको नि। लास्ट टाइम जितेको हो नि त जितेको भए पनि के गर्नु जितेको त? भए पनि पोर्चुगल जित्न सक्छ वर्ल्ड कपमा कसको सपोर्ट? आज चाहिँ म ठ्याक्कै हाम्रो पसलमा वर्ल्ड कपको फ्ल्यागहरू लाउँदैछु। वर्ल्ड कपको फ्ल्याग चाहिएमा सम्पर्क गर्नु होला। यहाँ मैले टक्क फ्ल्यागहरू यसरी यहाँदेखि लिएर बाहिर सबैतिर ठ्याक्कै लगाइदिएको छु वर्ल्ड कपको। यसरी पसलमा अब आधी काम सक्यो, अब आधी बाँकी छ। अब हेर्दै गर्नुहोस्। वर्ल्ड कपमा कसको सपोर्ट? वर्ल्ड कप सुरु हुन पनि लगभग अब 12-13 दिन। यही जेफको कति 29 गतेदेखि स्टार्ट छ। म चाहिँ 4 स्टारवाला जर्मनी सपोर्टमा हो। तपाईँ कसको सपोर्टमा हुनुहुन्छ? अब वर्ल्ड कप त हेर्नै पर्यो, 4 वर्षमा एकचोटि आउँछ। अब भोलि छ फेरि च्याम्पियन्स लिगको फाइनल। फुटबल लभरको लागि त दसैँ आइरहेछ। अब म चाहिँ लागेँ यहाँ माथि ट्याक्क कुर्सीमा चढेर चाहिँ अर्जेन्टिनाले योपालि जित्दैन। जितेको हो नि त लास्ट इयर जितेको नि। लास्ट टाइम जितेको हो नि त जितेको भए पनि के गर्नु जितेको त? भए पनि पोर्चुगल जित्न सक्छ तिमी को? पोर्चुगल? के गरिदिनु मैले? म त 1 and only जर्मनी 4 स्टारवाला। यो हाल्न आँटेको माथि भिडियो ब्लग नि हो भाइ। यसरी ट्र्याक्क च्याम्पियन्स लिगको त भोलि हो भाइ। यो होइन फ्रान्स होइन, यो भनेको अस्ट्रेलिया, यो भनेको मेक्सिको, यो भनेको रसिया। कुन हो त? रसिया होइन गाइज यो। क्रोएसियाको त्यस्तो हुन्छ, चेकवाला हुन्छ, रेड र व्हाइटको चेक। यो कुन हो? यो कुन हो? कमेन्ट गर्नु। यो दुईटा इगल माथिपट्टि एउटा मुकुट भएको। दिस वान ए कुन हो भन त? सर्बिया। ओके, कोल्ड वार। Which one? This Turkey. साउदी अरेबिया, अर्जेन्टिना, घाना हुन सक्छ, ब्राजिल। त्यो कुन हो? यो इरान। कुन हो त्यो? वर्ल्ड कप लाग्यो नि दाजु। जर्सी त ल्याउनु पर्छ। जर्सी धेरैको ल्याउने होइन, ठ्याक्क पोर्चुगल र अर्जेन्टिना चाहिँ बिच अरू चाहिँ भन्न सकिँदैन। ल मैले चाहिँ आज फ्ल्याग लगाइसकेँ। यो चाहिँ पुरानो फ्ल्याग हो, नयाँ फ्ल्याग त होइन, पुरानै थियो, पुरानैले काम चलाएको। टक्क अब हेरौँ है त मैले के लगाएँ। चट देखाउँदै यसरी यहाँभरि लगाएँ टक्क। मसँग हनुमान सेन्टर यो कर्नरदेखि पल्लो कर्नरसम्म ट्याक्कै यसरी फ्रान्सदेखि सबैतिर, अनि सट्ट अगाडिपट्टि यहाँ माथि काउन्टरको बिचमा कमेन्ट सुन आएपछि बनाऊ। कमेन्ट सुन त के भनौँ त? कमेन्ट सुन। जर्सी पनि हाम्रो अब छिटै उपलब्ध हुँदैछ। हाम्रो अन द वे छ जर्सी। फ्ल्यागहरू त आइसकेको छ। अब फ्ल्याग चाहियो भने चाहिँ मलाई सम्पर्क गर्नु होला। जर्सी चाहिँ अब अन द वे, आधी बाटो आइपुगेको छ जर्सी चाहिँ। यहाँ हाम्रो बहिनी फेरि के बनाएको? के बनाएको? ये वाला का 2-2 पीस करके क्या बोल रही हो?
हमारा वो क्या बोलते हैं इसको, क्रॉस बैग जो आया है ना, हाँ, इसका लॉक ही नहीं आया। क्यों नहीं कुछ आया? आया लेकिन लॉक नहीं आया, इसलिए हमको क्यों अनि आमामा यो त अनि पुरै यो त पुरै के हो? हमको बोलना पड़ रहा है। वो क्या बड़े साहब क्या बोलते हैं उसको, बड़े साहब? कौन सा बड़े साहब? वो धुरंधर वाला बड़े साहब बोल रहे हैं। होलसेल वाले भाई को बोलना पड़ेगा। हम कंफ्यूज हो रहे हैं, इसमें 12 पीस लगता है, इसमें 8 पीस 4 पीस लगता है, इसमें 6 पीस लगता है। हाँ ओके, ये मैं बोल रही थी आप कितना सारा गोरा क्यों? ये लाइट नहीं है क्या? ये नेचुरल है ये? हम ही गोरे हो गया। मैं तो ये काला हूँ तो क्या हुआ? काला नहीं, काला हो। मैं तो काला हूँ। पुरै वर्ल्ड कप लागिसकेको छ एकदमै हैन। आजलाई भिडियो यहीँ इन्ड गर्छु, हेर्दै गर्नु होला।